Sigurado. कति गरे हुन्छ हो चिन्नु या बोबदी फलोअप छ अहिले बाटपाक सुलीकोट शम्भुबाट 1-4 ल शम्भुबाट ओके बाटपाक सुलीकोट शम्भुबाट छलाइ भइरहेको छ अनि यता हरियो भएको चाहिँ माम्पु गयो अरुघाट माम्पुको बल दुईचोटि भएको सङ्केत गर्नुभएको छ एम्बेजुबाट यसको फाइदा बाटपाक सुलीकोट शम्भुको 5-1 दुवै गेमको दुवै खेलाडीबाट एक सेट जित्न सफल भएको छ है। यो चाहिँ अब फाइनलमा गइरहेको छ साथीहरू। यो थर्ड राउन्डको जसले जित्छ उनीहरू चाहिँ एउटा सरी यो भएन 2-7 है साथीहरू। ओके सुकेशबाट मिठो प्रहारको साथमा सर्भिस भइरहेको छ उहाँबाट। ल ओके शम्भुबाट हानेको थियो र मिठो छलाई यता अरुघाट माम्बुबाट साथै नम्बर ल्याउनु भएको छ 4-7 4-7
ल भइरहेको छ कभर आखी ल बारपेसुलीको सेम्बुबाट सर मिठो सर्ट थियो तर चेक आउट भएको छ मिठो प्रहारको साथसाथै पोइन्ट थप्न सफल भएको छ हामी यो बललाई हामी सरलाई रिप्लेमा हेर्न सकिन्छ साथीहरू एकदम दामी भएको छ ओहो मिठो सर भएको छ साथीहरू हामी यो बललाई पनि रिप्लेमा हेर्नेछौँ खतरा हानेछ है साथीहरू राम्रोसँग हेर्नु होला 6-8 है पोइन्ट एकदम कम्पिटिसनमा गइरहेको छ बारपाक सुलीकोट सेम्पूबाट एक अङ्क ल्याउन सफल भएको छ 9-6 आहा मिठो प्रहारको साथमा हामी यसलाई पनि रिप्लेमा हेरौँ एकदम दिन्छ ल एकदम कभर भइरहेको छ के बल काटिसकेको छ ल एकदम कभर भइरहेछ दुवै पक्षबाट उस्तै छ चेक आउट भएको छ एम्बेडबाट सङ्केत नेट टच पनि भएको छ अरे 8-9 अरू कार्ड मम्बुबाट सर्भिस भइरहेको छ अनि ल बारपाक्सुलीको सेम्बुबाट सर्भ उखी ल एकदम कभर भइरहेको छ दुवै टिमबाट ल चान्स बल ल ओके मिठो प्रहारको साथसाथै पोइन्ट ल्याउन सफल भएको छ 9-12 हामी यसलाई पनि रिप्लेमा हेर्न सकिन्छ अहिले यो टाइम आउट भएको बेलामा यो अलिकति हल्लिन सक्छ साथीहरू क्यामेरा यो पोइन्ट लेख्दाखेरि यो रिप्ले गर्दाखेरि क्यामेरामा टच गर्नुपर्ने हुन्छ त्यही कारणले गर्दा हल्का हल्लेको हुनसक्छ साथीहरू ल साथीहरू यसो कमेन्ट गर्दै गर्नु होला के छ हेलो पोइन्ट 9-12 यस्तो धेरै मिठो प्रहार गर्नुपर्छ हामी यसलाई पनि रिप्लेमा हेरौँ साथीहरू इक्वेल भएको छ दुवै पक्षबाट बराबर अङ्क 10-10 यो चाहिँ थर्ड राउन्डको हो साथीहरू यो पहिलो सेट र दोस्रो सेट दुवै पक्षबाट एक सेट जित्नु सफल भएको छ भने अब यो सेटमा चाहिँ जसले जित्छ उहाँहरू चाहिँ एउटा फाइनलमा जानेछ है साथीहरू ओके मिठो प्रहारको साथमा नम्बर ल्याउन सफल भएको छ हामी यसलाई पनि हेरौँ
11-10 है साथीहरू। ल सुकेशबाट एकदम मिठो प्रहारको साथमा कभर भइरहेको छ। ल ल ल ल ल ल ल ओके ब्याकिङ इज कभर। ओहो मिठो छलाइ थियो तर नेट काट्न असफल। चेक भेटेन हाम्रो जर्सी नम्बर 7 दुवै पक्षबाट बराबर अङ्क भएको छ 11-11। छलाइ भयो उता हेलो अलिकति हुसु लागिरहेको छ साथीहरू, तपाईँले स्पष्ट देखेको छैन होला। टिम ए को टिम क्याप्टेन तपाईँ जहाँ हुनुहुन्छ यहाँ हाम्रो स्टेजमा सम्पर्कमा आइदिनु होला। अजितको टिम ए को चाहिँ टिम क्याप्टेन र टिम कोच छिटोभन्दा छिटो हाम्रो स्टेजमा सम्पर्कमा आइदिनु होला। 12-11 अजितको टिम ए को चाहिँ खेलाडी को चाहिँ कोच र क्याप्टेन बराबर अङ्क भइरहेको छ दुवै पक्षबाट। हुसु लागिरहेको छ साथीहरू, स्पष्ट देखिन होला है। ल ल ल ल ओहो मिठो छलाइको सट। 13-12 कोड चेन्ज भएको छ साथीहरू। अब यो कोड चेन्ज भइसकेको छ। हालेको सबै चाहिँ न्युज नै बुद्धि गर्नुहोस् भयो समाचार चौध 12 है साथीहरू। हुस्सु लागिरहेछ, स्पष्ट देखिरहेको छैन। ओके ल ल ल ल ल ल ओके ओके खेराउचाको चाहिँ कमल सरलाई पनि हाम्रो स्टेजमा आइदिनु हुनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। एकदम कभर भइरहेको छ दुवै पक्षबाट, उस्ता उस्तै छ साथीहरू। र अतिथिको आसन ग्रहणलाई म ल ल ल ल ल ल ओहो मिठो छलाइ। ओहो धेरै कभर भइरहेको छ र बल आउट भएको छ। एकदम मिठो हार कभरको साथमा 12 श्री प्रकाश गुरुङज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। प्रकाश गुरुङ यानि मेरो निजी हुनुहुन्छ, तपाईँ जहाँ हुनुहुन्छ हाम्रो स्टेजमा अतिथि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। आयोजक खेलाडीलाई स्प्रे उपलब्ध गराइदिनु होला। ओके यति राम्रो कभर भइरहेको छ साथीहरू। ल ल ल ल मिठो छलाइ। ल ल अरू काट ओ बल काट्न असफल। बारपक्सुलीको सेम्बुबाट अलिकति मिस्टेक भएको छ। यसको फाइदा अरूघाट माम्बुलाई भएको छ। 16-12 4 पोइन्टको अगाडि गइरहेको छ माम्बु। साथीहरू हुस्सु लागिरहेछ होइन, अलि हुस्सुले बल राम्रो देखेन होला, लाइभ अलिक क्लियर देखेन होला तपाईँहरूले। ओके मिठो सर 13-16 13-16 अनि अहिले
स्याम्बुबाट सर्भिस भइरहेको छ म त त्यस्तै हामी फेसबुकमा हामी फ्रेन्ड पनि छैनौँ है धेरै मिठो छलाई नेट टच भएको सङ्केत जनाउनु भएको छ रेफ्रीबाट यसको फाइदा अरुगाट Wait, 14-16. सरी ठिक छ बारको सुलीकोटलाई बल आउट भएको छ Wait, 17-14. 17-14 हामी यहाँ देख्न सकिन्छ साथीहरू स्याम्बुबाट 17 छ भने बारको सुलीकोट स्याम्बुबाट 14 माम्बुबाट चाहिँ 17 है भलिबल गेम हेर्नु मन लाग्दैन कि हो Wait, 18-14. बल अलिक कटेन भन्ने जस्तो लाग्यो एम्बेबाजुबाट यसको फाइदा स्याम्बुलाई भएको छ बल राइट Wait, 19-14. 19-14 5 पोइन्टको अगाडि गइरहेको छ अजिरकोट अरुघाट माम्बु ल बारबा सुलीकोटबाट मिठो सर Wait, 15-19. नम्बर ल्याउन सक्नु भएको छ 15-19 Wait, 16-19. गोर्खा पालिका Wait, 20-16. मुसानी आयो जुन चाहिँ क्या हो मुसानी सुरु नै अब धेरै लिएको चो धेरै जुत्तीको चाहिँ सिजो यो Wait, 21-16. स्याम्बुबाट के माम्बुबाट 21 छ भने यता बारपाक सुलीकोट स्याम्बुबाट 16 छ साथीहरू ओके मिठो छलाई कभर भइरहेको छ ल सर छलाई गुड Wait, 17-21. 71-21 Prithiraz good कति टिम भएको छ Wait, 22-17. 22-17 la okay ओके कभर भइरहेको छ एकदम ल एकदम पास कभर भइरहेको छ ल चान्स बल ओके नेट कार्न असफल यसको फाइदा बारपाक सुलीकोट स्याम्बुलाई भएको छ 18-22 ल अरुघाटबाट सर ओके राम्रै थियो कभर 23-18 second last. ओके मिठो सट Wait, 19-23.
लास्ट Point 24-19 last point. अरुघाट मम्बुबाट लास्ट भएको छन् भने यता बारपक्सुलीको स्याम्बुबाट 19 अङ्क छ अनि ओके ल 20 अङ्क भएको छ Point 20-24. स्याम्बुबाट अरुघाट माम्बुलाई भेट्नको लागि अलि धेरै सङ्घर्ष गर्नुपर्ने देखिन्छ यहाँ माम्बुको अन्तिम पोइन्टमा पुगेको छ गेम सकिसकेको छ 25-20 गेम अफ आरुघाटले 2 गेम र शिवशक्ति सिम्बुले 1 गेम र 2 सेट जितेको हुनाले आरुकोट गापा विजय भएको छ यो फाइनलमा जानेछ साथीहरू यो जितेको टिम चाहिँ ल साथीहरू म यो भिडियो लाइभमा पोस्ट गरिदिनेछु र तपाईहरु चाहिँ 10 मिनेट पछि फेरि लाइभमा जोइन भइदिनु न म अनुरोध गर्न चाहन्छु म यो आजको यो ऐतिहासिक आलु मेला गुम्दा आलु मेलाको यो फाइनल गेम यो सेमी फाइनल गेम म तपाईहरुको माझमा प्रदर्शन गर्न गइरहेको छु मेरो यो लाइभ भइरहेको छ तपाईहरु चाहिँ यो लाइभबाट हेरिदिनु हुन म अनुरोध गर्न चाहन्छु भन्दै सबै फेरि 10 मिनेट पछि फेरि पुनः जोइन भइदिनु म अनुरोध गर्न चाहन्छु